बुढा नीलकण्ठ, नौलिन, नालिन वा नालिङ र भद्रकाली जात्रा काठमाडौँ उपत्यकाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परासँग गहिरो रूपमा जोडिएका प्रसिद्ध उत्सव र तीर्थस्थलहरू हुन्। यहाँ यसको कथा सरल नेपालीमा प्रस्तुत गरिएको छ। ओम बुढा नीलकण्ठको कथा। बुढा नीलकण्ठ मन्दिर भगवान विष्णुको प्रसिद्ध स्थान हो, जहाँ विशाल शेषनागमाथि सुतिरहेको विष्णुको मूर्ति पानीभित्र देखिन्छ। कथाअनुसार एक किसानले खेत जोत्दा अचानक हलले ठूलो ढुङ्गामा ठोकियो। त्यो ढुङ्गाबाट रगत निस्कियो र पछि त्यो भगवान विष्णुको मूर्ति भएको थाहा भयो। त्यसपछि त्यो स्थानलाई पवित्र मान्दै पूजा गर्न थालियो। स्थानीय विश्वास अनुसार नेपालका राजाले यो मूर्तिको दर्शन गर्नु हुँदैन भन्ने मान्यता पनि छ। फायर, नौलिन जात्राको कथा। नौलिन जात्रा, कहिलेकाहीँ नालिन जात्रा पनि भनिन्छ, स्थानीय देवता र शक्तिको सम्मानमा मनाइने जात्रा हो। यस जात्रामा मानिसहरूले देवताको मूर्ति वा प्रतीकलाई गाउँ गाउँ घुमाउँछन्, नाचगान, बाजागाजा गर्दै उत्सव मनाउँछन्। यो जात्राले गाउँको रक्षा, राम्रो वर्षा र समृद्धिको कामना गर्ने विश्वास छ। डायमण्ड, भद्रकाली जात्राको कथा। भद्रकाली देवी शक्ति स्वरूपा देवी मानिन्छिन्। कथाअनुसार देवीले दुष्ट शक्तिहरूलाई पराजित गरी जनताको रक्षा गरेकी थिइन्। त्यसैले उनको सम्मानमा भद्रकाली जात्रा मनाइन्छ। यस जात्रामा विशेष पूजा, बलि, केही स्थानमा नाचगान र रथयात्रा गरिन्छ। मानिसहरू देवीसँग सुरक्षा, स्वास्थ्य र सफलता माग्छन्। जापानिज फ्लावर, समग्र महत्त्व। यी तीनै परम्पराले नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक एकता र परम्परागत जीवनशैलीलाई जोगाइराखेका छन्। जात्राहरू केवल धार्मिक मात्र नभई समुदायलाई एक ठाउँमा ल्याउने, खुशी साट्ने र संस्कृतिको संरक्षण गर्ने माध्यम पनि हुन्। यदि चाहनुहुन्छ भने म यी कथाहरूलाई गीत वा कथा शैलीमा अझ रोचक बनाएर पनि लेखिदिन सक्छु।